हेलो गाइज, नमस्ते सबैजनालाई जति पनि मेरो युट्युब च्यानल हेरेर बस्नु भएको छ। यो भिडियो चाहिँ खास यो घर बनाउन सुरु गरेको 1 वर्ष अगाडिबाट आज चाहिँ फाइनल्ली हैन के रे हामी चाहिँ घर पैँचोमा यो भिडियोहरु बनाउँदै छु म चाहिँ हैन। आज पुरै 1 वर्षदेखि अगाडिको भिडियोहरु बनाउँदा आज फाइनल्ली भिडियो राखेको छु। सबैजनाले हेरेर इन्जोय गर्नु होला, लाइक सब्स्क्राइब गरिदिनु होला है त हजुर। हेलो गाइस, गुड मर्निङ। आज घर सर्ने दिन फाइनल्ली। वाउ,
घर कम्प्लिट भइसकेको छ। घर घुम्दै हुनुहुन्छ। नानी के गर्दै हो? तोरण बार्दै। ल ठिक छ। वा फुल त है त्यही फुल किन कुन पर्छ। सबले बीच बीचमा बनाए त सबैले बनाए सबैले बीच बीचमा बसेर चाहिँ ओछ्याउनुको रो त्यहाँ छ। हुन्छ दोकानदार राख्यो भने धेरै दामको राख्छ। अबदेखि तोरण बाट्ने काम रश्मिको। मन्जु ल्याउ ल्याउ अझै खै। गाईको पुजा सबैलाई हात कहाँ जानु लाउनु भएको र? कहाँ थियौ तिमी? खोइ मलाई चिया नदेऊ त नि। मम्मी कस्तो लागिरहेको छ छोरीको घरमा आउँदा नयाँ घरमा? धेरै राम्रो छ। धेरै राम्रो छ दिदी। हजुरलाई कस्तो लागिरहेछ नयाँ घरमा आउँदा? भरे नाच्नु है तपाईँ हाँसी खुसी भएको भए अहिले एकछिनमा। ओ तिमी त जहाँ गयो नि हो के अरे होइन ट्रेनमा त तिमी जहाँ गयो नि हो। ओके दिदी जाने हो? कस्तो लागिरहेछ त नि नयाँ घरमा प्रवेश गर्दाखेरि आज? हो र त्यहाँ माथि भिनाजुले रक्सी राख्नुहुन्छ होला कहिलेकाहीँ झिकेर नखाएस्। खाना पर्यो मलाई पनि बोलाएस्। ठिक छ। सुता यस्तो राम्रो देख्छ कि हैन? यो चाहिँ विजयपुर ब्यारेक गेट नम्बर 2 यतातिर।
हाई आमा यहाँ यस्तो खाएर बसिरहेका छन् अहिले चाहिँ गाइज पुरै फाइनल भइसक्यो यो रुम चाहिँ होइन पर्दा पनि राखिसकियो अब अरू सजाउने भन्ने कुरा बाँकी नै छ टिभी जोड्न बाँकी छ है कान्छु यो चाहिँ बार गाइज होइन कहिलेकाहीँ यसो बोर लाग्यो भने क्लब जान पाइएन भने यहीँनिर बस्नुपर्छ होइन होइन त केटी हो कहिले चाहिँ क्लब जान झ्याउ लाग्यो भने यस्तै राखिदिने हो के अच्छा
मलाई गफ लाग्यो भने मैले हजुरलाई भ्लगमा देखाइदिएको छु। बाइ बाइ गाइस, सी यू। सबैजनाले भिडियो हेरे पछाडि लाइक सब्स्क्राइब गरिदिनु होला।